मैले चाहिँ आज एउटा गिफ्ट खोल्दैछु। यो कहाँबाट आयो भन्दाखेरि नेपालबाट कसले सब पठाउँछ। नेपाल भन्ने बित्तिकै मलाई पठाउने र सम्झिने भनेको त बाबा मम्मी त हो नि होइन। के पठाइदिनु भयो मलाई चाहिँ केही थाहा थिएन कि पठाइसक्नु भएको रहेछ। मलाई फेरि केही थाहा थिएन। एक्कासी दाइले तिम्रो सामान आहा बहिनी भन्नुभयो। अनि पछि मम्मी त गाउँमा जानुभएको थियो। बाबालाई चाहिँ सोधेँ, बाबा हो र भनेको हो नि भन्नुभयो। भिक्स चक्लेट छोराको नातिको लागि, उसलाई एकदम मनपर्छ। अनि पछि भिक्स चक्लेट पठाइदिनु भएको रहेछ। खोलेर ल आफ्नो चक्लेट राख्ने ठाउँमा राखिसक्यो। अनि एउटा घिउ पठाइदिनु भएको रहेछ। यो घिउ हजुर अंकलले अनि बक्सले अनि बेनले आगे त गर्यो। भ्यानमा अङ्कलले लिएर आउनुभयो। अनि पछि यो घिउ पठाइदिनु भएको रहेछ। यो घिउ चाहिँ मम्मीले आफै घरमा दुध खाँदै गरेको दुधको चाहिँ बनाउनु भयो अरे। पोखरामा त अब केही पाल्नु भएको छैन नि त। अनि पछि यहाँ फेरि के छ होला अचम्म लाग्ने क्या। हेर्नु न बा आमाको माया है। यो के रहेछ छोरो? यो मकै केही पर्दैन, केही नपठाउनु पाएर मकै पठाइदिनु भएको रहेछ। छोरा त यो के रहेछ? नेपालको पिरो क्यान्डी। यो पनि हसमाला क्यान्डी। थ्याङ्क यू। बच्चालाई मनपर्छ क्या यो, तामानी खान्छ। अनि हाम्रो लागि पनि यो नोदो आमे जस्तै त हो नि भिक्स चक्लेट त काटे जस्तो। यो चाहिँ घरमा बनाएको लोकल अदुवाको धुल हो, जुन चियाको लागि पनि बेस्ट हुन्छ। अनि पछि अनि माछा मासुहरूमा पनि मिठो हुन्छ। यो चाहिँ मम्मीलाई थाहा नि त यसलाई चिया खान्छ धेरै भनेर। अनि पछि चियाको मरिच धुलो सबै कुटेर हालेको, दालचिनीदेखि ल्याएर ल्वाङ सुकमेलहरू सबै मरिच सबै हालेको। यो चाहिँ के पठाउनु भयो रहेछ मलाई थाहा छैन यार। जाइफल। थ्याङ्क यू मम्मी। जाइफल पठाइदिनु भयो रहेछ। केही भन्न नपर्ने है, आमाले आफै पठाइदिनु भएको क्या मम्मीले। म त छक्क परेँ। अनि पछि सामान आछ भन्नुभयो। अनि पछि मैले बल्ल घर सोधेँ, छ भन्नुभयो। अनि पछि आज चाहिँ मैले पाएँ। थ्याङ्क यू दाइ, हजुरलाई पनि। आमाले सम्झिँदाखेरि क्या जे कुरा पनि माया, यहाँ सबैमा माया मिसिएको छ नि त। नातिहरूलाई चाहिँ सधैँ खानामा हालेर खुवाइ भन्नुहुन्छ, खानामा पकाएर खुवाइ भन्नुहुन्छ। यो एक ठाउँ न एक ठाउँबाट मलाई चाहिँ यो गिफ्टहरू आइरहेको हुन्छ क्या। अस्ति पनि मलाई छामा सासुले 1 बोतल दिनुभयो। आज मम्मीले पठाइदिनु भयो। अनि यो गिरिगिरी सिदिनी बेला फेरि कतै न कतैबाट जुरिरहेको हुन्छ। थ्याङ्क यू मम्मी बाबा।